नमस्ते साथी हो। यो टाइटी भन्ने ठाउँमा चाहिँ मैले 3-4 चोटि भिडियो बनाएको थिएँ। अहिले बल्ल बल्ल चाहिँ बन्यो हैन। यो चाहिँ गर्छ, यो 8-10 दिन अगाडि गरे पिच हो हैन। यो चाहिँ असारमा यो माटो नै सुक्नु पाएको छैन क्या। यति गऱ्यो, यहाँबाट फेरि यता गर्दै गरेन यार। यो अर्को वर्ष कुर्नु पर्ने हो क्या यसलाई पनि। अब फेरि यो अर्को वर्षै कुर्नु पर्ने जस्तो लाग्यो मलाई चाहिँ। यतिको गर्ने चाहिँ अब 17-18 वर्ष भन्दा अगाडिदेखि यो अझ मान्छेहरूले पहिला कहिलेदेखि बनाएको थिएन होला हैन। अब चाहिँ नि यो अर्को वर्ष लाग्ने होला अब यो। ल ब्यालेन्स सरको जय होस् भन्नु पर्यो। यो ब्यालेन्स सर आएपछि बनायो पिच बाटो हैन। अझ यहाँ आधा किलोमिटर चाहिँ बाटै बनेको छैन यार। यो आधा किलोमिटर चाहिँ बाटै बनेन यार। यो आधा किलोमिटर पनि छैन यार। यो सबै बनाइदिए भए राम्रो हुन्थ्यो हैन। अनि अर्को एउटा कुरा के गर्छु भन्ने चाहन्छु भनेदेखि अहिले जति पनि यो ट्राफिकको जरिवाना धेरै महँगो भनेर आवाज उठाइरहेको छ हैन। त्यो चाहिँ छिटोभन्दा छिटो चाहिँ फिर्ता गर्नु पर्यो हैन। यसले गर्दाखेरि फेरि भोलि आन्दोलन नहोस्, मान्छेहरूको तनाव हुन्छ। त्यही भएर चाहिँ हेर्नुहोस् त, यो बाटो चाहिँ अहिले चाहिँ अझै यो बाटो चाहिँ यस्तो छ, आधा किलोमिटर छैन यार। यो बनाइदिनु पर्थ्यो नि यहाँ। यहाँ पिच भएको ठाउँमा त गर्दैन अलिकति भन्ने त अब के भन्ने। ल यो चाहिँ अझ उहाँ टाढासम्म छ हैन। अझ टाढासम्म चाहिँ म यहाँबाट खिच्दैछु, उहाँसम्म छ। यस्तो खाल्टा खोल्टा छ हेर्नुहोस् त। ल पानी पनि परिरहेको छ हैन। ल यो भन्दा यो छिटोभन्दा छिटो चाहिँ नि समस्या समाधान गरिदिनुहोस् भन्नु पनि चाहन्छु म। ल हिँड्दैछु म। ल यो अब यहाँ चाहिँ अलिअलि पिच गरिदिए भए सकिहाल्थ्यो यो यार। यति नै छोडिदियो यार, के भन्ने अब। यो छोड्नु नहुने थियो यार यो चाहिँ है। ल यो कति मान्छेले सोध्दै थियो मलाई कुन ठाउँ भन्दा यही टाइटी भन्ने ठाउँ थियो। ल यहाँ मन्दिरको सिन पनि निकालिदेऊ न है। यहाँ पनि बाटोमा पूजा गर्छ यहाँको स्थानीय बासिन्दाहरूले। ल बाई बाई।